सो गाइस हामी अब बसे तरफ लाग्दैछ है बिहानको 5 बजी लाग्छ कहाँदेखि भन्दै गाइस हामी सोरेङ गुम्बाबाट हामी यता बसे अब बाइक हामी अब फरेस्ट किन्दैछ बाइकको पनि होइन लाइक ट्रेकिङ जस्तै है पिस अफ माइन्डको लागि सो लेट्स गो गाइस हाम्रो नयाँ भाइ आएको छ हेलो भाइ ठिकै छौ के छ भन्नु अब स्टार्ट गर्दा डन्टा पुगेपछि गरिदिउँ भने अब ट्रेकिङ जाँदा भाइले के अरे भाइ त्यसमा चाहिँ डन्टा पुगेको टाइम पुरा छ अरे हो सुत्नु बेडमा है जोरथाङमा आज चाहिँ अनप्लान्ट भाइले यहाँ बेलुका प्रवीण भाइले पेमाले भनेर चाहिँ पेमाको बर्थडेमा खासै पेमाको बर्थडेमा हिँडेको हामी हो सामानहरु चाहिँ यहाँ खासै सामान पनि छ यहाँ छ भित्र खानेकुरा चाहिँ यो चाहिँ हाम्रो पेमा जोजोको बर्थडेमा उपलक्ष्य हामी आएको हो भाइले सरी भन्छ बिलेटेड हो भाइले नि त भाइले सरप्राइज हाम्रो केटाहरू चाहिँ यस्तो छ कि हाम्रो केटाहरू चाहिँ यस्तो छ कि अब बर्थडे धरि भन्दैन यो अब यहाँ बजार भएको बेलुम सेलुम घट्टु सट्टु हुन्थ्यो हो अब यता अलिकति माथि चढ्यो बस्तीमा बर्थडे सड्डे मतलब छैन हो त्यही हो साथीभाइ ल पलि एउटा वर्ष कति किलोमिटर हो यहाँदेखि 8 किलोमिटर अब चाहिँ कता चढिँदैछ 8 किलोमिटर यो चाहिँ हाम्रो अचानक अनप्लान्ड हो ट्रिपमा चाहिँ यो सिनेरी चाहिँ के देख्नुहुँदैछ भने तपाईँले चाहिँ दोतकमा भएको वृन्दावन पनि आँटेको सानो एडभेन्चर यता तपाईँहरूको गाइस जाँदा जाँदा ट्र्याकमा चाहिँ हाइकमा चाहिँ अब हामीले सानो पपी भेटेको छ यसको नाम चाहिँ अब भाइले नाम छुनु राखिदियो मेरो चाहिँ अल टाइम रवि हो नाम हो रवि आमा आइज हामी ट्र्याकमा आइज ल गाउँमा हाम्रो दाइहरू भेट्यो बाटो यही पर्सेको आज यसो बिहान उठेर यो चाहिँ हामी कति माइल भयो 3 माइल चाहिँ पुग्यो होला हामी है 3 माइल चाहिँ हिँड्यो होला है 3 माइल्स अलिकति दामी भ्यू देख्दैछ अब हो वे टु बर्से हो यो के भन्नुहुन्छ त के भन्छ भाइ मेरो भाइ मुटुको हल्का भ्यू चाहिँ मजाको देख्दैछ अब चाहिँ हो हाम्रो डिकेन्द्र भाइले चाहिँ यहाँ बाटोमा सानो एउटा अब चाहिँ हामी कहाँ आइपुग्यो भाइ अप्पर भिडियो अब चाहिँ अलिकति बस्ने जग्गा चाहिँ हामी 5 मिनट जस्तो हिँड्यो होला भाइ है बेसी होइन है र अब चाहिँ अलिकति थकाइ मेटाउने अब गाइस अलिकति अब मुखमा सबैले गाइस गाइस आइसक्यो अब चाहिँ अलिकति तिर्खा लाग्यो अब चाहिँ केटालाई अलिक च्यालेन्ज है पुसअप गरिदिउँ है पुसअप हल्का पुलअप सो गाइस फाइनली यो चाहिँ भाइ फाइनली आइपुग्यो कि स्टार्टिङ पोइन्टमा थियो भर्खर स्टार्टिङ पोइन्ट है भर्खर स्टार्टिङ पोइन्ट है यो चाहिँ आम्मा लु सो गाइस वी आर फाइनली हियर हाम्रो वर्ष गेट आइपुग्यो है अब कति भयो टाइम कति छ भाइ अब टाइम कति लाग्छ लाइक अब हामीलाई लगभग 1 आवर जस्तो टाइम लाग्ने छ ओके स्टे ट्युन सो गाइस फाइनली आइपुग्यो फाइनली